हामीले कामको बाँडफाँड गरेको हो र कसले कहाँ काम गर्दाखेरि त्यो गरुङको भारी बोक्न सक्छ र त्यसलाई त्यही भारी बोकाउने हो भन्ने मान्यताका आधारमा अहिले सिओको राष्ट्रिय खाद्य बैङ्कको सिओको भारी बोक्ने कुरोमा अथवा त्यो ड्राइभ गर्ने कुरोमा त्यसको अगुवाई गर्ने कुरोमा त्यसको नेतृत्व गर्ने कुरामा मलाई चाहिँ सञ्चालक समिति र अघिल्लो सञ्चालक समितिसहितले निर्णय गर्ने जिम्मेवारी दिएको हुनाले म त्यो जिम्मेवारी एकदम प्रतिबद्धताका साथ अहिलेभन्दा क्रियाशील भएर सक्रिय भएर त्यसको चाहिँ परिणाममुखी काम गर्नेछु भन्ने प्रतिबद्धता यहाँ सिआर सदस्य साथीहरूको बिचमा राख्दै अहिले हाम्रा नयाँ सञ्चालक समितिका साथीहरू आउनुभएको छ। अत्यन्त खुसी छु किनकि उहाँहरू यो राज्य हाँक्न सक्ने खालको चाहिँ आफ्नो हैसियत क्षमता ज्ञान विद्या र विवेक भएको चाहिँ सरहरूको टिम छ। त्यसले गर्दाखेरि तपाईँ हामी सबैको एउटा गौरवको विषय पनि हो। यो एउटा यस्तो परिस्थितिमा चाहिँ हामीले अहिले काम गरिरहेछौँ कि जो अत्यन्त अहिलेको परिस्थिति भुलभुल भएको बेला छ। बजारमा चाहिँ तपाईँलाई लगानी गर्ने मान्छेहरू उत्साहित हुँदैनन्। लगानी पनि के हुन्छ भन्ने खालका कुरामा मान्छेहरूले सोचिरहेका छन्। अब यो राज्य संयन्त्र कता जान्छ कस्तो अवस्था रहन्छ भन्ने खालका कुराको तरल अवस्थाको बेलामा पनि उद्यमी व्यवसायीहरू जो म तपाईँहरूको बिचमा अहिले हाम्रो अध्यक्षको बिचमा रहनुभएको किशोर सर हुनुहुन्छ। तपाईँ हामी धेरै मान्छेले चिनेका पनि छौँ। तर उहाँ कस्तो मान्छे हो भने हिजो उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चाहिँ 2 मतले मात्रै पराजित हुनुभएको मान्छे हो। उद्योग वाणिज्य सङ्घको अध्यक्ष नै हो। त्यस्तो मान्छे राष्ट्रिय खाद्य बैङ्कको अध्यक्षमा आउनुभएको छ। आशा छ भोलिका दिनमा उहाँले काम गरेर परिणाममुखी काम ल्याउँछु भनेर भनिसक्नुभयो। हामी अत्यन्त खुसी भएका छौँ। त्यसै गरी अब उहाँसँग कुरा गरिरहनु भएको प्रोफेसर डाक्टर मोहन बत्ती हुनुहुन्छ। मोहन बत्ती स्थापना कालदेखि नै हामीसँग रहनु भएको छ। देशव्यापी अभियानमा दौडिनु भएको छ। उहाँ वनस्पति र माटोको विज्ञ हुनुहुन्छ र उहाँले चाहिँ आफूले सकेका जानेका र सबै खालका कुराहरूमा एकदम क्रियाशीलपूर्वक लाग्नुभएको छ। त्यस कुरामा हामीले पहिलेदेखि काम गरिरहेको हात मिलाइरहेको सर हुनुहुन्छ। त्यसै गरी उहाँ भरत पहाडी सर हुनुहुन्छ। उहाँ पोखरामा विशेष गरी चाहिँ यहाँ ट्यु अन्तर्गतको चाहिँ त्रिभुवन विश्वविद्यालयको तपाईँको इन्जिनियरिङ क्याम्पसको डिन भएर 40-42 वर्ष पढाएर धेरै खालको कुरा गरेर पोखरामा उद्यमशीलता गरेर पोखरामा चाहिँ उहाँको 4 स्टार होटल सबै सञ्चालन गरेर बस्नुभएको सर हाम्रो साथमा हुनुहुन्छ। उहाँ अत्यन्त व्यावसायिक रूपमा चाहिँ त्यो हामीलाई यो खाद्य बैङ्कलाई निर्देश गर्नको लागि अनुभवी साथी हाम्रो साथमा हुनुहुन्छ। त्यसै गरी हाम्रो उहाँ सूर्यबहादुर अधिकारीजी हुनुहुन्छ। उहाँ चाहिँ जो स्कुलको क्षेत्रबाट अत्यन्त धेरै चाहिँ कामहरू गरेर विभिन्न सङ्घ संस्थाहरूमा रहेर सामाजिक संस्थाहरूमा काम गर्दै चाहिँ मानव अधिकार संस्थाहरूमा काम गर्दै इन्टरनेसनल लेभलको सहित काम गर्नुभएको र केही काम गरौँ भन्ने चाहना राख्ने खालको साथी जो हाम्रो राष्ट्रिय खाद्य बैङ्कको अभियानमा सहयोग हुनुभएको छ। यो कुराले गर्दाखेरि हामीलाई अझ गौरवान्वित भएको छ। त्यसै गरी उहाँ पल्लो छेउमा बस्ने हाम्रो हामीले चाहिँ उहाँलाई मेयर साहब भनेर सुरुदेखि चाहिँ त्यो राष्ट्रिय खाद्य बैङ्कको चाहिँ अभियान बोकेर हामी बेलुकामा जाँदाखेरि बेलुकाको उहाँ मेयर हुनुहुन्थ्यो बेलुका नगरपालिकाको र उहाँले चाहिँ यति धेरै उहाँलाई स्वस्तिक भन्न पनि कतिपय मान्छेहरूले चिन्ने गर्छन्। उहाँ चाहिँ यति धेरै यस्तो यो कृषिको काम गर्ने कुरोमा त्यति बेलाका नेपालका चाहिँ केही मेयरहरू मध्येको 4-5 जना मान्छेमा पर्ने र उहाँ यो संस्थागत काम गर्नको लागि अत्यन्त प्रभावशाली काम गर्नुहुने गरिरहनु भएको र यस्तो पनि काम गर्नुहुनेछ भन्ने आशाका साथ मलाई अहिले हामीले सञ्चालकको रूपमा ल्याएका छौँ। त्यसै गरी अब हुनुहुन्छ पवित्र कुमारी पोखरेल म्याम। उहाँ विभिन्न अहिले यो किसानहरूको अभियानमा झन्डै 74वटा जिल्लामा पुगेर चाहिँ त्यहाँका किसानहरूसँग भेटघाट गरेर लामो समयसम्म चाहिँ भिड बनाएर बटुल्नु भएको र विगत 6-7 महिनादेखि राष्ट्रिय खाद्य बैङ्कमा चाहिँ प्रवक्ताको रूपमा काम गर्दै हिँड्नुभएको र यो खाद्य बैङ्कसँग हामी सबै सहकार्य गर्नुभएको र उहाँ पनि एउटा महत्त्वपूर्ण लेडिजको रूपबाट अथवा महिला नेतृत्व भए पनि सबल र सक्षम खालको चाहिँ नेतृत्व गर्न सक्ने महिलाको रूपमा उहाँले आफूलाई स्थापना गरिसक्नु भएको छ र हामीले त्यो काम पनि पाएका छौँ र अहिले उहाँलाई यो हलले चाहिँ जिम्मेवारी दिएको छ। त्यसै गरी अर्को हाम्रो डाक्टर साहब हुनुहुन्छ हरिकृष्ण दाहाल सर। उहाँ सामाजिक क्षेत्रमा अत्यन्त धेरै काम गर्नुभएको छ। विविध क्षेत्रहरूमा काम गर्नुभएको छ। उहाँको चाहिँ जेबी फाउन्डेसन भनेर फाउन्डेसनमा पनि काम गरिराख्नु भएको छ। ज्योतिष परिषदमा पनि के यति धेरै सामाजिक संस्था काम गर्नुभएको छ र उहाँले सबभन्दा बढी जब यहाँ राष्ट्रिय खाद्य बैङ्कमा आउनुभयो राष्ट्रिय खाद्य बैङ्कमा गाह्रो परेका बेलामा गाह्रो साह्रो भएको बेलामा म छु भनेर चाहिँ 37 साल जस्तो फेरि उभिएर काम गर्ने व्यक्तित्वको रूपबाट उहाँले आफ्नो परिचय दिइसक्नु भएको कारणले गर्दाखेरि मलाई लाग्छ अहिलेको अवस्थामा यो टिमले हामीले यी सबै खालका काम गर्ने कार्यक्रममा धेरै एक्सर्साइज गऱ्यौँ, छलफल गऱ्यौँ, धेरै पटक कसरी जाने भनेर पढालेखी तयार गर्दाखेरि उहाँहरूले के भन्नुभयो भने शङ्करप्रति सिओको रूपमा बसेर काम गर्ने गरी काम हुन्छ भनेदेखि यो कुरामा हामी सबैजना इच्छुक छौँ भनेपछि मैले पनि यो जिम्मेवारी पुरा गर्न
सबैलाई पनि हाम्रा ठाउँबाट चाहिँ कर तिर्न सकेर अनि रोजगारी सिर्जना गर्न सकेर इकोसिस्टम र वातावरणको संरक्षण गर्दै रैथाने बाली नालीहरूको संरक्षण गर्दै स्वास्थ्यवर्धक खानेकुरा खाएर तपाईँहरूलाई निरोगी बनाउन सकियो भने सेवयुक्त खानेकुराहरू खाएर तपाईँहरूलाई निरोगी बनाउन सकियो भनेर यसरी हामीले काम गरिरहँदाखेरि यो नेपाल सरकारले पनि भोलिका दिनमा राष्ट्रिय खाद्य बैंकसँग हामी काम गर्ने इच्छुक छौँ भनेर हातेमालो गर्ने परिस्थिति सिर्जना गरेका दिन मात्रै राष्ट्रिय खाद्य बैंकको टिम सफल हुनेछ भन्ने आशा राख्दै यो नवनिर्वाचित पदाधिकारी साथीहरू र यहाँ निर्वाचन गराउनु हुने जो साथीहरूले त्यत्रो मेहनतपूर्वक चाहिँ यी सबै खालको तयारी शपथदेखि जम्मै खालको चाहिँ तयारी गरेर ल्याउनु भएको छ उहाँहरू सबैलाई एकमुष्ट धन्यवाद दिँदै भोलिका दिनमा सफलताको शुभकामना सहित दिन चाहन्छु। धन्यवाद।